आनन्दजी के छ? दुई शब्द बोल्दै जा हाम्रो भिडियोमा। ल आज हामी चाहिँ यहाँ मौलाकारीतिर यता भिजिट गर्न आएको छौँ। आज धेरै नै खुसीको पहल छ। आज गुरुसँग हामी छौँ। त्यही गरी योगा गर्न हाम्रो चाहना छ। कलेजमा गर्दा गर्दा थकाइ लागिसकेर आज मौलाकारी गएर योगा गर्न हाम्रो चाहना छ। हेल्दी बना, स्वास्थ्य बना, जतिसक्दो पैसा मात्रै भनेको पनि मान्नुहुन्छ कि नै? भाग्यमा जो छ त्यही हुन्छ। भाग्यमा जे लेखेको त्यही हुन्छ। यो यस्तो कुराहरू चोर हो। अर्को कुरो पहिला कर्म गरेर भाग्य बन्ने हो, बुझ्ने यो कुरो साइन्सको स्टुडेन्ट। पहिला कर्म हुन्छ, कर्मबाट भाग्य बनाउने भाग्य त्यहाँ आउने, भाग्यबाट कर्म आउने हो। पहिला कर्म त गर्नै पऱ्यो, मेहनत त गर्नु पऱ्यो। बुझ्यो आनन्द जरुरी छ एकदम। हो नि गुरु है। अब हामी माथि गएर गर्छौँ। यही हाम्रो मोनाकालिकाको मिटिङ छ आज। हुनुहुन्छ शुभम कर्णाजी यस्तो स्माइल दिएर हाम्रो कतिपय साथीहरू माथि माथि गइसके। हामीले चाहिँ यहाँबाट ठ्याक्क गएर यहाँ माथिको डाँडामा पुग्नुपर्ने हो। लेट्स कन्टिन्यू आवर ब्लग। ल हामी स्टार्टिङमा यहाँबाट गइसक्यो। जुत्ता लाउनु पर्थेन मलाई। गोकुल गोकुल अहिले केटाहरू सब जोसेर हिँडिसके। आयो फाइनल्ली हाम्रो छुटेको साथीहरू अनि ल। ओहो ल प्रकाश हिरो है हिरो। नाइस नाइस। यस्तो भएपछि अनि कतिको अब उता मन्दिर छ। गोकुल हाउ आर यु फिलिङ? ल एकचोटि छुटे हो कि गोकुल आज? मलाई हिँड्नु अहिले होइन एकछिन चढेपछि जोड्नु हाउ आर यु फिलिङ? सोध्ने हो अहिले त अब एनर्जेटिक फिल हाम्रो इनर्जेटिक गोकुलको यो इनर्जी कन्सिस्टेन्सी रहोस् माथिसम्म पुग्ने टाइममा। माथिसम्म हेर्नु होला। अहिले पछि ज्याकेट पनि हुनु मलाई लाग्छ। ज्याकेटेड नन ज्याकेटेड हुन्छ अब केटाहरू एकैछिनमा। बिहान त बिहान 5 बजेर 5 मिनेटमा आराम लाग्नु म। मैले गोकुललाई एकदम मेसेज पनि गरेको थिएँ, फोन पनि गरेको थिएँ। खासमा लास्टमा 45 रुपियाँ चुने लाग्यो। गोकुलको छुट नै लेखाइ रहेछ क्या गाइस। छुटेरै छोड्यो कि बुझेनौ? ए मन्दिर छ यता कस्तो रमाइलो जाने मन्दिर जाने बाटो। हरे कृष्ण कृष्ण भगवानको जय। अरू के भन्नु छ गोकुलजी तपाईँलाई? ल बजाइहाल घन्टी है। घन्टी बजाइहाल्नुपर्छ केटा। मन्दिरको घन्टी त बजाउनु पऱ्यो नि होइन केटा हो। आज यो भ्लग आउँछ रियल हो। मैले चाहिँ धेरैवटा भ्लग बनाएर अपलोड गर्न बाँकी छ। मैले नबनाएको होइन, बनाएर पनि नबनाए जस्तो हुन्छ कि मेरो भ्लग। तर केटाहरूले यसलाई अलिकति विशेष बनाउनु पर्ने हुन्छ कि केटा। कसरी विशेष हुन्छ होला गोकुल भन त मेरो भ्लग चाहिँ? सबैलाई इन्क्लुड गर्नु पर्यो। नमस्ते हिजोको भ्लगमा। हजुर उसको नाम? मेरो शुभ नाम विपिन थापा। हजुर म चाहिँ हाल अहिले मौलाकालिकाको दर्शन गर्नको लागि हजुर पाइलाहरू लम्बाउँदैछु। ए लम्किरहोस् हजुरको पाइला। हामी यही शुभकामना भन्न चाहन्छौँ। मौनाकालिकासम्म मात्र होइन, जीवनको हरेक क्षणमा उसको पाइला यति लामो बनोस् होइन। विपिन सापकोटा भन्ने बित्तिकै सबले चिनोस् के। अहिलेसम्म त बिबिएस एन्ड एएसका मान्छेले मात्रै चिनिरहेको छन् होला। होल नेपालले चिनोस्, इन्टरनेसनल खाएको मान्छे होस्। प्रतिनिधिको प्रेममा त्यो अवश्य एक दिन म सारा संसारलाई चिनाउने छु होइन। आज प्रकाशको लुक्स मलाई दामी लागिरहेको। प्रकाशको लुक्स हेर केटा रमाइलो भनेको। यहाँ हेर हाम्रो साथीहरू कस्तो ब्युटिफुल ब्युटिफुल। हेलो राधे राधे गुरुजी। सबै ठिक छ नि है? ल ल ल ल अब हामी अगाडि। त्यसो भए कतिवटा सिडी चढ्न थाहा नि। अहिले यो जोस यस्तै रहनुपर्छ है तिमीहरूको। त्यो नयाँ आइफोन किने जस्तो छ त, त्यहीबाट ब्लग बनाइरहेको पुरानो हो। हुन त हो, अब ठिकै छ। हाम्रो पनि देखिरहनु होला। गोकुललाई मैले छोड्न चाहेको थिएन गाइज, छोड्न चाहेको थिएन। ऊ मान्छे आफै छुट्यो। द्याट्स इट। हाउ क्यान आई डु द्याट? राम्रो राम्रो जङ्गल छ तपाईँ। फोन गरेको कति भो
कमेन्ट्री गर्न न बोलो बोलो भन न अब ल गोकुले फेरि आज चस्मा चाहिँ लायो म बिहान राशिफल हेरेर आएको थिएँ राम्रै थियो राशिफल तर यसो गर्दा राशिफल राम्रो थियो त्यही पनि आज छुट्यो के छुट्यो गोकुलको बस छुट्यो अर्को लटमा लगभग 10-12 किलोमिटर टाढाबाट बसमा आएर अर्को लटमा आएको आनन्द तिमी बनाउन लाग्यो त्यसैले यो राशिफलमा फुल भरोसा पनि ए गर्दैन ल ल जे पनि हुन सक्छ हजुर अनि अनि उसो 45 रुपियाँ चुना लाग्यो भने त यति नै कुरा 5 जना छुट्याएको थिएँ मैले धेरै त छुट्याइन ल साथी थ्याङ्क यू टाढा पनि थाहा हुन्छ थाकियो थाकियो एकआउट गरिदिउँ ल के भएन होइन गोकुलजी तिमी पनि थाक्नु भएन आनन्द वेट प्लिज वेट 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 भागौँ न भागौँ यस्तो भाग्दैन गोकुल कणजी नमस्कार तपाईँको यो मेरो भ्लगमा यसले कन्टेन्ट काट्यो इन्टरभ्यू ओए माई गड 100 मिटर हिँडेर शङ्करको हालत यस्तो हालत भइसकेको छ कस्तो कम्मरमा हात राखेर हिँडिरहेको छ ओए समीर सबलाई देखाउने हो एक एक करके देखाइदियो दिदी आनन्दलाई पुरा नजरिया देखाइदियो भाइ आनन्दले अघि त्यो अगाडिबाट रिपोर्टिङ गरिरहेको कति भ्लग आप लोग देख सकते हैं इधर पे ये जो भाई साहब है ये भाई साहब नजरिया बिल्कुल हम के रे आनंद के भनेको आप लोग को लग रहा होगा अगर हम हिंदी बोल रहे हैं तो हम can talk any language भन्दै भन्न न I can talk English I can talk in नेपाली मलाई नेपाली मात्र बोल्न आउँछ मेरो यो भिडियोमा अब यसलाई त ब्लग पनि भन्छ रे यसमा गोकुललाई स्वागत छ सबै यात्रुहरू माथिबाट पुगेर आइसकेका छन् तलको नजरिया हामी तपाईहरुलाई देख्न गइरहेका छौं सबैभन्दा पछि आएका केटाहरू चाहिँ यो हालतमा छन् हाम्रो छन् धेरै रहन् शुभमजीले धेरैसँग कम्पिटिसन गरेर यहाँ पुगिसक्नु भएको छ उहाँ मान्छे हेर्दा जस्तो देखिनुहुन्छ त्यसको ठ्याक्कै अपोजिट हुनुहुन्छ उहाँ चाहिँ उनको क्यापासिटी चाहिँ एकदम हाई छ म यहाँ 10-12 चोटि आइसके मेरो बानी छ उहाँको चाहिँ कन्सिस्टेन्सी एकदम हाई छ रे उहाँले अरू 25 मिनट लगाउने बाटो उहाँले 5 मिनटमा नि पार गर्नु भएको छ डोकीको ट्रेनिङ यो चाहिँ आजको भ्लगमा आउनु पर्यो यो भ्लगलाई स्पेशल बनाउनलाई के गर्न सकेला शुभमजी यहाँको तर्क एउटा यहाँबाट धकाल्दियो लगेर मेरो साथीहरूले सिधै मेरो भिडियो सोशल गाइडलाइन्स भाइलेन्स 99 जना हुन्छ एकजनाको यादमा सधैँ प्रगति भन्ने कुरा छ होला यहाँ हैन नि के नै गरिया सर प्रगति भन्ने कुरा होला साथीको छ कि छैन केही प्रगति छैन दुर्गति मात्र छ मेरो केही देख्न मन छैन तिमीलाई है हाम्रो क्लासमा प्रगति नभएर हो कि हाम्रो प्रगति नभएर प्रस्तुति चाहिँ छ प्रस्तुति चाहिँ छ हामीसँग प्रगति चाहिँ नभए नि भयो नेपालको ऐतिहासिक कला संस्कृति अब यता तिम्रो फोटो खिच्नुपर्ने हो हामीसँग हुनुहुन्छ यहाँ यात्रु उहाँको फिगर बडी लुक्स हेर्दाखेरि चाहिँ उहाँ चाहिँ ट्यापे रेस्लरै जस्तो लाग्छ मलाई चाहिँ उहाँदेखि म एकदम भयभीत व्यक्ति हो मान्छेसँग टाइम नै छैन मलाई स्केप गरेर मेरो सब्सक्राइबरले देखाएन नि मेरो सब्सक्राइबर थाहा छैन मेरो सब्सक्राइबरहरू आयो होला त
मेरो नाम हिक्मत थापा हो सबले सब्स्क्राइब गर्नु सब नजर देखाएंगे फर्किने बेला त झन् आज हामी सबैभन्दा बढी ब्लगमा म र गोकुल मात्र आउनेछु भन्ने मलाई विश्वास छ किनकि मसँग छ यो मान्छे मात्रै यदि मैले चाह्यो भने म सबलाई स्किप गरेर माथि पुग्न सक्छु होइन गोकुल हामी त्यत्रो क्यापेसिटी चाहिँ छ तर हामी एकदम रेस्ट गरिरहेको छु रेस्ट ल पानी खाएर इनर्जी बढाइरहन् केटाहरू कालीगङ्गा प्रतीक्षालय कन्टिन्यू विथ सक्नुहुन्छ अब अरूलाई को देखाउँछ ल इनर्जी सक्यो सर यु आर टायर्ड राइट टायर्ड भयो अब हेर्नु अघि नै मैले ज्याकेटसँग देखिरहेको Okay, no problem. ज्याकेट पनि हाल्छ सक्सेस भनेपछि कसरी हुन्छ भनेपछि मान्छेहरू चारै जोसमा आएर उताले म चाहिँ चारै गएर चारै भ्याउँछु भनेर चारै आएर अहिले उता तलै छन् कहाँ छन् तलै सही तरिकाले हो र स्टडी स्लोली स्लो एन्ड स्टडी विन्स द रेस होइन गोकुल त्यो चाहिँ भनेपछि मोटिभेसन अफ द डे हुने भयो यो कुरा चाहिँ याद राख्नु तर सबैभन्दा पहिले चाहिँ जान्छु भन्ने गएको छ कि हामीलाई कसैलाई टप गर्नु छैन कसैलाई छोडेर अगाडि जानु छैन यदि कोही बाटोमा छटपटा छ कि सँग लिएर जान्छ होइन चस्मा लाउन तिमी चस्मा लाएन भाइ क्या नाम है आफ्नो ल अहिले चाहिँ हिरो भयो कलाकार खोइ कलाकार खेलाडी हो तिमीहरू चाहिँ हाम्रो खेलाडीहरू खेलाडीहरूको संरक्षण गर्नुपर्छ मान्छेहरू मेरो प्रतीक्षा गरिरहन् उता यो गोकुलले मलाई जबरजस्ती यहाँ भुलाउन लागिरह मेरो फ्यानहरू माथि उभिरहन् सबै ल समाउ तिमी जाऊ रेकर्डिङ गर जाऊ जाऊ बहुत गाह्रो छ यहाँनिर बहुत गाह्रो छ मोटो हुने मान्छेले यति गाह्रो छ नि कि पुरै छोड्दैन त्यही भएर धेरै नखानु अरू कमै खानु पातलो हुनु त्यति नै समस्या छ एउटा कुरा धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ भन्ने कुरा अहिले बुझिरहेको छु होस् खुसी के लागेको छ भने मलाई यो जति पनि मेहनत छ मेरो माताजीको लागि हो के धुम्रपान माता मौना कालीको लागि होइन त म लागि चाहिँ एउटा कुरा के खुलाउन चाहन्छु भने आनन्दी चाहिँ हिजो आई एम सफरिङ फ्रम कमन कोल्ड भन्दै थियो क्या होइन आनन्दजीलाई चाहिँ कमन कोल्ड भएको रहेछ हिजो म चाहिँ आउन सकिनँ भन्दै हुनुहुन्थ्यो तर आनन्दजी सकुशल आइसक्नु भएको छ यो विचारमा चाहिँ तपाईँको के छ भावना यो विचारमा मैले देखेँ सब साथीहरू गइरहेको छ एउटा मेमोरी पनि हुन्छ हजुर ल्याक्टिक एसिड फर्मेसन भएर मेमोरी फुल हुन्छ 40 यो मोमेन्ट जति पनि बिरामी पनि यो मोमेन्ट छुट्यो भने फेरि अर्कोचोटि यो मोमेन्ट आउँदैन हजुर हजुर यो मोमेन्ट हाम्रो लागि एकदम स्पेसल हो ब्याचको लागि पनि हो र सबैको लागि पनि हो हजुर आज हाम्रो यहाँ घुम्न आएको साथीहरू सबै जति हाइकिङमा हुनुहुन्छ नि यहाँहरूलाई चाहिँ तपाईँको एकमुष्ट के छ सुझाव एकमुष्ट छ एकदम राम्रो छ नि यो मोमेन्ट त कहाँ वर्ष यो अब त पाउँदैन होला मलाई जस्तो लाग्छ हजुर 5 वर्षमा नि पाउँदैन यो 5 वर्षमा पनि पाइँदैन है किनभने गुरु पनि गइहाल्नुहुन्छ कि अब ए गुरु कहाँ हुनुहुन्छ ठेगानै छैन यो गुरुले चाहिँ हामीलाई छोडेर 200 मिटर यो मोमेन्ट छोड्यो भने लास्ट लाइफभरि रिग्रेट हुन्छ यस र यो मोमेन्ट छुटेन बिरामी पनि के औषधि खाइन्छ सन्चो पाइन्छ ओहो आनन्दको कुराले एन्टिबायोटिक्स खाओ औषधि खाइन्छ सन्चो पाइन्छ तर यो लाइफभरिको रिग्रेट विवेश ट्रान्स जस्तै हुन्छ फेरि मलाई हाम्रो केटाहरू सबैभन्दा अगाडि आएको केटाहरू होइन त थाक्यो केटा हो रेस्ट त थाक्छ झुक्नु भएन थाक्नु भएन उपरे सुरु गर्दै त के आसन भन्छ रे आसन आसन ल के भएन आराम गर्ने आसन भन्ने नि थाहा नभएपछि के हुन्छ कसलाई बस्छ भनेको रे सद्भाषण होइन सुत्ने यहीँ सद्भाषण गरौँ हाम्रो व्यापक चर्चा भइसक्यो क्या यहाँ बुझेनौ ब्लगै हो म कट गरेर हाल्छु आनन्दको मलाई बडो लाग्यो कि एक्सपिरियन्स के दामी लाग्यो कि होइन आनन्दको त म बिग फ्यानै हो नि तर मेहनत गर्न छोड्नु हुँदैन के मोटिभेसन अफ द डे मोटिभेसन अफ द डे ब्याक बेन्चर यहाँसम्म पुग्न पुग्ने धेरै टाइम छ ब्याक बेन्चर
म पनि ब्याक बेन्चर थाहा कलेज लाइफमा हिम्मत चाहियो के हिम्मत होइन होइन फर्स्ट बेन्चर चाहिँ म लास्टमा बस्थेँ तर ध्यान चाहिँ मेरो सबैलाई हुन्थ्यो कि त्यो चाहिँ हो हाम्रो क्लासको सिआर थाकेर सुत्नु भएको छ उहाँलाई चाहिँ नसुत्नु हुन हामी आग्रह गर्न चाहन्छु हुन त बिचरा सिआर जस्तो मान्छे राति सुत्न पनि पाउनु भएन होला सबैभन्दा पीडा हजुर उहाँलाई तपाईँले के भन्न चाहनुहुन्छ चाँडै निन्द्रा नलागोस् उसले के भन्न चाहन्छ उहाँ चाहिँ बिहान पूजा गरेर आउनुहुन्छ अब यो भ्लग झलकको भ्लगमा आउँछ कि हिक्मतको भ्लगमा आउँछ भन्ने कुरा चाहिँ रह्यो त्यो चाहिँ फर्दर डिस्कस गरौँ हाम्रो सिकाइमा पनि होला यसो सिकाइमा होला अहिलेलाई इन्कम टक 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 हिँडेको हामी चाहिँ अब पुग्नु लाग्यो नि कुनै आँटो अब चाहिँ पटक्क चियर Hello guys, finally हामी मोनागालीको मन्दिर क्षेत्र हाम्रो साथीहरूलाई चाहिँ निन्द्रालाई यस्तो ओ जीवन सकेर आइसक्यो है ल हस् रमाइलो छ यहाँ भक्तजनहरूको भिड समीरको साथ होइन त समीर भक्तजनहरूको भिड समीरको साथ हिमालयहरू छ It will be okay. Hello guys. यहाँ त क्रिकेट पनि खेलिरहेको रहेछन् हाम्रो साथीले चाहिँ उता आएर क्रिकेटको फ्यान क्रिकेटै खेल्न थालिसक्नु भएछ है यहाँ चाहिँ लेफ्टबाट जाने राइटबाट आउने भन्ने कुरा होला यसै गरी जान्छु मेरो भगवानको दर्शन देख्नलाई चाहिँ म एकदम आतुर भइसकेको छु भगवान्माथि एकदम विश्वास गर्नुपर्छ हामीले होइन समीर हेलो गाइज म चाहिँ थकित भएर बोल्न सकिरहेन त्यो अलग विडम्बना छ तर मन्दिर पुगिसकेको त्यो पनि एउटा खुसियाली छ हामीलाई अलग्गै लेभलको इनर्जी आइसकेको छ किनभने हामी मैलाकाली माताको दर्शन देवगापुटकीले पनि साधनी हाम्रो देवगापुटकी कस्तो राम्री है चाँदनी त आज मलाई त स्वर्गकै परिआएको जस्तो लाग्यो चाँदनी यही पाइलेलाई भयो पसलमा जाने लिएर आउने यही पाइलेलाई भयो कि मिलेर बालौँ न धेरै छ कि तिन झुर्छन् नानी चाँदनी धेरै छ यही पाइलेलाई भइजान्छ कि समय राख ल चाँदनीको खुसी हाम्रो खुसी हजुर रामलाई अघि लाउला ओके पछि मै जाउँ उसले चाहिँ उता देखाए जस्तो लागेको छ मौनागालीका माइती ल उत्सव पनि पुगे सबै भक्तजनहरूलाई चाहिँ समेटौँ भन्ने हाम्रो उद्देश्य हो धेरैजना आइराख्नु भएको छ रूपा चाहिँ ल चाँदनी केही प्रवचन भन्न त आज यो ल जाने गरौँ सँगै जाने उसको इच्छा मैले पुरा गरेँ जुत्ता खोल्नु पऱ्यो हातबाट धुन जुत्ता खोल्ने हातबाट धुने त्यसपछि मन्दिरमा प्रवेश खुसी लाग्यो हाम्रो आनन्दजी यहाँ भगवानको दर्शन गर्नलाई उसले अब जुत्ता खोलेर भगवानको दर्शन लिँदा एकदम आतुर छ होइन त अविनाश
तिमीलाई तिम्रो स्कुटी लिन चाहन्छु। स्कुटी चाहियो रे उसलाई। प्रवास के छ? खुसी छौ नि? हामी सबै खुसी सम्झियोस्। म सबलाई धन्यवाद दिन चाहन्छु। I want to dedicate this to my parents. Thank you. ल खुट्टा दो खुट्टा दो। खूब छ। श्री कृष्ण भगवानको जय। ब्लगमा सबैले सब्सक्राइब लाइक सब्सक्राइब कमेन्ट यसरी ठुक्नु पऱ्यो कि लाइक कमेन्ट होइन बेल आइकनमा सबै थिचेर टङ 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 बज्नु पऱ्यो मेरो नोटिफिकेसन र यति भिडियो बनाइदिउँ भनेको। पूर्वेलीको उद्घाटन रे कस्तो? एकदम एकदम आज रमाइलो भयो होइन। आज हामी चाहिँ डाँडा कालिका पुगेर आइसक्यौँ। अब आज घाट जाँदैछौँ। हस् त फेरि भन्नु पऱ्यो यही कुरालाई चाहिँ। अहिले रेकर्ड भएन? रेकर्ड भयो थिएन। ए आज चाहिँ नमस्कार सबैजनालाई, मेरो नाम सबिन कार्की। आज हामी ट्याक्क डाँडा कालिका ट्रेकिङ गरेर आइसकेको छौँ। त्यहाँ आइसकेर अब फेरि हामी यता जाँदैछौँ। कहाँ जाँदैछौँ भन्दा देवघाटतिर जाँदैछौँ। हामीसँग हुनुहुन्छ सबै पनि थुप्रै राम्रो राम्रो व्यक्तित्वहरू। अब पाइला चलिरहेको छ। कस्तो मान्छेको हाइट छ त्यसरी नै पाइला पनि लामो गइरहेछ। अरू केही अर्को बस चाहिँ लिन गएको छ। बस त एउटै थियो। ग्रुपलाई गयो भन न होइन। दुई ग्रुपमा छौँ हामी। हामीसँग चाहिँ यस्तो राम्रो राम्रो व्यक्ति हुनुहुन्छ गोकुलजी। यति राम्रो हुनुहुन्छ नि। अब कुरै छोड्नु ल। हेर त ल। हामी चाहिँ पवित्र स्थल देवघाट जाँदैछौँ। अब यो माहौल त एकदम सिरियस हुनुपर्ने माहौल हो। केटाहरू एकदम हँसाइरहनु मलाई। म खासमा धेरै हाँस्ने मान्छे त होइन, सिरियस मान्छे होइन। म एकदम सिरियस मान्छे हो। तर आज हाँस्दैछ अलिअलि। म हाँस्दैछु किन हाँस्दैछु मलाई थाहा छैन। यो चमक कसले ल्यायो भन्ने हो फेरि। गोकुल हुँदा कसले ल्याउँछ? अब अर्को ग्रुपलाई नि स्वागत गर्नुपर्ने हुन्छ गोकुलजी। अहिलेलाई चाहिँ यति बन्द गरौँ होइन। हस् त धन्यवाद। ल दाइको नि सङ्घर्ष यही हो भनेदेखि फेरि अनि मोटिभेसनल स्पिच हाम्रो योगा गुरुजी तल पुऱ्याके फेरि गुरुजीको लम्काइ होइन बाघको लम्का जस्तो हो क्या फेरि। भन्ने गुरु भन्नु पर्ने जे भन्नु मन छ भन्दै यहीँ भनेर हेरेर भन है केटा। यतै हेरेर भन के भन्नु ग्रुपलाई जे भन्नु छ यहाँ अब भन्नु छैन उसलाई। क्यामेरा छैन भनेर भन। ओ माई गड कस्तो नेपाल हेर त। सीताले के गरेको ठाउँ अरे? के पो भन्ने थियो यसलाई थाहा लाग्छ। बोलिदिएको छैन भन न गोकुलले भन्छ ल। गोकुल 2x छ साँच्ची त हो त? सोद्धा के भयो त? धेरै एक्साइट नहो है। स्पिडमा अति भयो चाहिँ खति हुन्छ फेरि। सीताले फेरि पाइलट खोइ के
तपाईँलाई भेट्न आएको के Oh my god, he wants to attack me guys. He is so afraid about me. He wants to attack from here. ले भगवान जी जय हनुमानको भगवानले यहाँ हाम्रो गुफा छ गुफामा चाहिँ हामी गइराखेका छौँ यहाँ चाहिँ हाम्रो ब्लकहरू चाहिँ भर्खरै नयाँ नयाँ बनेको संरचना रहेछ यो गुफाको भ्यूलाई चाहिँ हामी तपाईँहरूमा देखाउन गइरहेका छौँ कस्तो राम्रो छ है भित्र छ नि जय भगवानको त्यहाँ मान्छे भित्र बस्ने कुटी छ कि What are you saying that? जान देऊ न मलाई कसैले कक्कल चाहिँ एउटा भ्यू लगिहाल्नु पर्यो डर लागिरहेको छ मलाई